गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ है सबैलाई। अब चाहिँ हामी फेरि पनि जानुपर्ने हुन्छ गोर्खातिर। अहिले चाहिँ म रेडी भइसकेको छु। यो पालि चाहिँ बाइक बोकेर जाँदैछौँ होइन। अब लङ टुर हुँदैछ यो पालि चाहिँ। अब यसो बाइकमा हिँड्नु पर्ने हुन्छ। बुढी रेडी हुँदैछ। त्यो खोल्न आएन अरे उसलाई चाहिँ होइन। अब खोल्न नआयो के गर्नु त मैले है। बोल्न आउँदैन गाइज। यति भन्दा म 2 शब्द यहीँ टुङ्गन जान्छु। धन्यवाद। अहिले एकछिनमा भेटौँला। बाई बाई। ल हामी चाहिँ घरबाट निस्किसकेको छ। बच्चा यहीँ छ हो आइआइडी उया भन्न चाहिँ होइन। अनि त्यसपछि यो बसन्ती लिएर आज चाहिँ यस्तो घुम्न जानुपर्ने हुन्छ है त गोर्खातिर। मेरो बसन्तीले आज बिस्तारतिर झगडा नदियोस्। ठिक गर्दै छोरी हार्डवेयर होइन। राख्दैन कस्तो फाले त त्यहाँ त ब्लुटुथहरू सबै छ त। ब्याग बाँध्ने चाहिँ धागो छ। हेलो हेलो दिदी बाइकमा बाँध्ने चाहिँ डोरी छ। त्यो ब्यागहरू बाँध्छ नि। ल दिनु न एउटा लामो। अब ठिक्क लामोकै दिन्न। मिलाएरै हो बहिनी। त्यहाँ बाइकमा अने रहेछ है चाबी। यो त्यही त म हेरेको अघि त कुकुरको डोरी जस्तो लाग्यो क्या। कुकुरको यो हो। ए कति होला यो? 100 रुपियाँ। 100 रुपियाँ त क्यासै छ होला मसँग। थ्याङ्क यू बेबी औ धन त्यो तरसौरी गरेर दियो। आइज र नक्कली गर्यो। सो अब चाहिँ खाजा खाएर निस्किनु पर्ने हुन्छ है। खाजा खाइसकेको छ। अब चाहिँ निस्किनु पर्ने हुन्छ सिधै गोर्खातिर। अब सिधै रोड ट्रिपमा देखाउनेछु भेटेर है। त गाइस के माग्या क्या मिल्दैन के नमिलेर त आपाको बाहिर नमिलेर त आपा बाहिर आएको। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद है। धन्न हेल्प गरिदिनु भयो दाइले यार। न भिजो मिल्यो के राखौँ। अब सिधै जाने हो नि त। उतै गएर किनौला। किन किन्ने त नचाहिन नि के भेट बिचमा आएर सुताउनु त आएको छ। फेरि पैसा किन खेर अट्छ। अटो पनि गर्नु पऱ्यो नि। सो फाइनल गाइस तेल पनि हालिसकेको छ। अब चाहिँ जानुपर्ने हुन्छ है त। साथीहरू अहिले चाहिँ हामी मुगलिन आइपुग्यो है। आज किन खै मुगलिन आउन 3 घन्टा लाग्यो यार। अहिले चाहिँ मुगलिनमा छौँ हामी। यस्तो खाना खानु पर्ने हुन्छ। खाना खान लागेर छ सबैजना भन्नु त बुढा र बुढी खाना खान लागेर छ। अनि बच्चा बोकेको तौलिए हो। पुरा बाइक पनि चलाउनु छ। बच्चा नि बोक्नु परिरहेछ बिजो घुमेर चाहिँ। अनि हामी चाहिँ खाना खानलाई ठ्याक्कै मुगलिनको पुलपारी पुरानो म्याकडी यो पुरानो म्याकडी फिस रेस्टुरेन्टमा आएको छौँ है। खाना खान लागेको छु। अब यहाँबाट खाना खाएर चाहिँ सिधै गोर्खामा गएर मात्रै रोक्ने हुन्छ। सो
गोर्खामै भेटौँला अब है खाना खाने हुन्छ गोब्रो त यतापट्टि चाहिँ केही भएन उता चाहिँ उयो भाग्यो यहाँ चाहिँ केही नभाग्यो यो डिस्प्ले मात्रै भाग्यो खाना लाएर छु खाना 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 खानलाई रेडी भएर छ एउटा बुबु यसले चाहिँ बुबु बुबु भनेर मार्न लागिरहेको थियो बुबु खाना खायो बल्ल खाना आइसकेको छ हालिदिनु न दालमा पनि थोरै हाल्नु दालमा पनि हालिदिनु मैले खाना देखाइरहेको तपाईँहरूलाई भोक लाग्ला त्यही भएर राखिदिनु भयो त खाना खाएर सुतिरहेको छ यो हड्डी टोकिरहेको छ एउटा त्यहाँ त्यही हड्डी टोकिरहेको त्यो पनि खाना खा भन्दा खाना खाँदैन खाइसकेको छ मैले पनि खाइसकेको छ अब यहाँ खाएर सिधै जानुपर्ने हुन्छ गोर्खामा भेटौँला है त गोर्खामा भेटौँला सहेल चाहिँ हामी चाहिँ आइपुगिसकेको छ हेटौँडा बजार बुढी गएर मेरो डोँड दुखिरहेछ होइन त बुढी डोँड दुखिरहेको नि त के को डोँड भन्नु होला चाकको डोँड हो औडै दुखिरहेछ यो बाइकले औडा भएर छ छोरी यसरी सुतिरहेछ यसको जिन्दगी मौज छ बरु यसलाई बोकेर आइरहेछ आनन्द छ छोरीको लागि डाइपर किन्नुलाई चाहिँ हामी चाहिँ यो मार्ट चाहिँ बिग मार्ट गोर्खा मार्टमा रोकेका छौँ होइन अनि हाम्रो साथी आइसकेको छ यहाँ खैरे ओ खैरे वाट्सअप खैरेलाई बोल्न मन छैन होइन गाइज ल हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ अब सिधै घरमा पुगेर हान्नुपर्ने हुन्छ होइन त ब्लग होइन पुग्यो भनेर अनि त्यो पुगिसकेपछि भोलिको के हो कस्तो हो गुफा सुफा होइन यस्तो देखाइदिनेछु तपाईँलाई हेर्नु होला सब्सक्राइब गर्नु होला लाइक सेयर चाहिँ गर्नु नबिर्सिनु होला धन्यवाद यति भन्दै मेरो 2 शब्द यहाँ टुक्न जान्छु धन्यवाद सो फाइनली हामी चाहिँ आइपुगिसकेको छ है बेघरमा बेघर गुफा घरमा कहाँ बेघर दिइरहेको रहेछ अँध्यारोको बेला आइपुगेर अब सुत्नुपर्ने हुन्छ भोलि बिहान उठेर सिन देखाउनु छ त गाइज गुड नाइट हामी चाहिँ आलुको लागि आएको छौँ आलु किन्न यहाँ सालो केटो आलु छान्न आएन रे उसलाई होइन जबरजस्ती आलु छान्न छ बाघलाई आलु छान्न पठाएको होइन के भन्ने मासु खाने मान्छे बाघलाई आलु किन्न पठाएको भने कहाँ छान्न सक्छ त यहाँ एकजना कोमामा छ है अब म यही भइहाल्यो सो अहिले चाहिँ आलु किन्न आएको छ भोजको लागि आलु किनेर फेरि जानुपर्ने हुन्छ फेरि गएर फेरि फर्किनु पर्ने हुन्छ है त दैलिनलाई यति भन्दा मेरो 2 शब्द हेड टुङ्गाउन चाहन्छु धन्यवाद सामानहरू सब प्याक गर्न भ्याइसकेको छ होइन अब चाहिँ हिँड्ने छ सालो र म होटल चिन्नुपर्ने भयो होलसेलमा अब फेरि केही सामान लिनुपर्ने छ अझै त्यो सामान लिएर अनि पुऱ्याइदिनु पर्ने हुन्छ 2 जना चाहिँ हिँडै छ आज चाहिँ ड्रइङ भएको बेफाइदा जे काम पनि गर्नुपर्छ भन्दै अनि फेरि के लिनु पऱ्यो हामी यहाँ कर्नफ्लोर रोस्ट बनाउनलाई कर्नफ्लोर ल अब कर्नफ्लोर लिएर दही लिएर जानुपर्ने हुन्छ है त हुन्छ भन्दै गयो यो अलग्ग लगेर राख्नु के माथि यो उठाएको अहिले घाम हेरेपछि बल्ल मिल्छ तिमीले माथितिर एउटा त्यो अलिक कुसन ठाउँमा लगेर खै क्यामेरा केही देखेन त अनि कस्तो क्यामेरा किन्दा कस्तो हो यो ब्लग गर्ने रे खै त अनि उसको छैन त अनि ज्वाइँको क्यामेरै देखेन के बोला त ज्वाइँलाई हो र यो अन गरेर दा हो भन्दै गरे के देख्दैन त ओके आउनु यता हो नमस्ते भिडियो भएको छैन रहेछ के ज्वाइँले गर्ने अनै भएको छैन जस्तै लाग्यो त ल समातिरहनु समात्न मैले त जानेन भने त्यो बाँकी मानी गयो यसरी त यो हो त्यसरी हेर्दा नि हुन्छ
अब ऊ यतिको गर अनि ऊ भनेर ऊ त्यो चिज चिज गर्दै हो हेलो चुप गर पनि यसले त लुत्ते गर्यो नानी कता गयो भनेको त चुप गर्दैन पोडो भनेको तानेर बस्छ मिसा होइन मैले यहीँको हाल्थेँ हो मिक्सर यही होला ल छ्यामा 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 ओ छ्यामा एकचोटि फेरि टिका यसो छुनु न यताबाट ल यता ल पर्दैन कि एकै ठाउँ राख्नु एकै ठाउँ हुन्छ क्या हुन्छ अरे म छोड्दो एकै ठाउँ राख भएन अब थैली भरिहाल्यो भइहाल्यो अब यता राख सबै सबै ल भयो अब सक्नु साह्रो भयो मलाई त सक्यो हेर्नु घरको जानु र भयो ल यति भए ल उठाइदिनु यो तल हाल्नु नानी हजुर यो सामानहरू लाने अब यो माथि लगेर राख्नु भित्र गरिदिए सामान लैजाऊ सो हेलो गाइज फेरि आएँ है म चाहिँ भइसकेको छ अब चाहिँ खाजा खानुपर्ने हुन्छ हाम्रो जिन्दगी खतम भइसकेको छ हिँडै छ हाम्रो जिन्दगी खतम भइसकेको छ यहाँ ड्याडीलाई मोटो पर्यो हाम्रो जिन्दगी खतम भइसकेको छ ड्याडी तपाईँलाई आनन्द छ नि त एकदमै खतरा आनन्द होइन तपाईँलाई उठ्यादेखिको यहीँ बसे खाएकै छ अनि मोबाइल हुन्न त हामी पो काम गरिरहेको छ लाज पनि लाग्दैन बाजे ज्वाइँलाई खटाएर है ज्वाइँलाई खटाएर नातिलाई खटा अब मेरो बिहेमा खटाउने बाजेलाई अब मेरो बिहेमा धुमधम भोलि गरिदिनु पर्छ कि अब खर्छु भने सो फाइनली गाइज हामी चाहिँ मामा भित्राउनु जाँदै है मामा भित्र जाँदै होइन भित्रको मामा भित्रको मामा फेरि भित्राउनु जाँदैछ हामी चाहिँ होइन भित्रको मामा भित्रिन जाँदै हो त्यो पनि बियर बोकेर युट्युबको लागि हो यस युट्युबको लागि अनि म चाहिँ रम बोकेर हिँड्दा चाहिँ अहिलेको बाटोमै सिध्यो भने कसै कोही जिम्मा छैन उहाँ फेरि अर्को अब हामीलाई स्वागत गर्ने बजाउनको लागि भनेर कौशलबाट लिएर आएको भन्नुहोस् ल है त ल यहाँ खतरा भइरहेछ यो भन्नु न स्पेसल यो बजाउनको लागि भनेर नि हामीले चाहिँ कौशतीबाट चाहिँ हायर गरेको हो ल भनिदिनुहोस् के के होला हामी चाहिँ यसमा अलिकति ओइल एक्सपिरियन्स पर्यो हजुर सिबी हेर्नु भएको थियो कि काकाले पुरै सिबी हेरेर ल्याउनु भएको रहेछ उहाँहरूलाई बायोडाटा पुरा होइन अनि त तपाईँको पनि फर्स्ट स्टेजको होइन फाइनल स्टेजको यस पछाडि अर्को फेरि बिगिनर सिङ्गरहरू आउँछ म चाहिँ अर्कै सिङ्गर है फेरि यहाँ बोकिरहेको छ अहिले एकछिन यो सिधेको थाहा हुँदैन नि फेरि अहिले भनिरहेको छु नि फेरि यसलाई कति हाल्नु पर्छ यसलाई 70,000 कहाँ किन्नु मैले यो काठमाडौँमा स्टिम्सलाई यो ठिकै छ कि हजुर मोबाइल स्टिम भन्ने यो ठिकै छ कि होइन यो यसकै लागि बनायो नि त खासमा भिडियोकै लागि बनायो नि त यो चिज त यसमा कम्प्युटर हाल्नु निकाल्नु पऱ्यो होइन मोबाइलमा डाइरेक्ट गर्न पनि मिल्छ यसको एप्स हुन्छ
डाइरेक्ट अनि मोबाइलमै गर्न पनि मिल्छ अब त थाकिसक्यो ल यहाँ सालो औडै थाक्या जस्तो लाग्यो होइन अहिले होइन लास्ट हावा मान्छेहरू एउटा रम बोकेर अर्कालाई कार्टुन बोकाएर अनि थाक्यो अरे भन्छ हामी दुईजना जानुपर्ने हुन्छ अब कुना काप्चातिर है त जाने हो उता कुनातिर गएर सिधाएर आउने हो क्यामेरामा कहिले आउनु मन लाग्दैन लौ न यो बोक न खोइ को मामाहरू यसो ढोकढाक गरौँ मामाको इन्ट्री भइसकेको छ माइजू हेर त हाम्रो माइजू हिरो नि माइसु माइजूको नि इन्ट्री बुढो मामा तन्दुरी मामा उता जम्मा हुनु है ए सबै त जानु त तन्दुरी मामा 1 घण्टा वेटिङ गरिरहेको छ आउनु त हजुर गेटमा गर्ने होइन सर भरे चढेर फेरि तल झर्ने मामा दु गर्नु फेरि मामा हिरो भएर चढ्नु हिरो भएर चढ्नु भएर त के भरे झर्नु पर्ने यस्तो पुरा झरी लाग्छ फेरि तल झर्ने सबभन्दा राम्रो मान्छे यो मामाको है दाजुले सोल्टीलाई जिस्काउँछ है के भए कुराहरू छ्या हामी पनि मामा खोला पुरै आउनुपर्ने हो र हामी तन्नेरी मामाबाट किन आइदैन हामीलाई ए छोरा छोरा हिँड्नुभएछ तपाईँ अनि त्यहाँबाट कहाँ मान्छ त होइन हामी वाच गर्छ साली देखेर सब्सक्राइब बढोस् है मेरो त्यति चाहिँ जोड्न चाहन्छु धन्यवाद यहाँ त्यहाँ सालोले गर्छ गर्छ ठिक छ हेलो भन्नु हेलो म मामासँग छु भन मामा भन मामा गरिदियो यहाँ के मामालाई के भने हेलो भनिदिनु है हेलो सन्च छ टिका लाउन आउँदैन यति आशीर्वाद दिन आउँदैन हुन न टिका त लाउन आइहाल्छ नि जेनी हो नमस्ते गरे मामालाई टिका लाउनु पर्दैन बाबाको त्यहाँ चाहिँ राख्नु पर्यो धेरै बाहिरको निम्ति तल आइसक्यो हामी कति हो बाहिरको धेरै नै तल बाहिर आइसक्यो 3 बजी सुयो त अहिले चाहिँ हामी आइसकेका छौँ मार्टमा है मार्टमा अब किन्नुपर्ने हुन्छ बियर र चिसो एक फोन हाल न अनि पैसा पनि यसो माग मेरो क्युआर फोटो खिचेर पनि पठाइदियो मार्टमा आइसकेका छौँ अब यहाँ चिसो र बियर किन्नुपर्ने हुन्छ गुड मर्निङ गाइज गुड मर्निङ यो चाहिँ कुन चाहिँ हो थाहा भएन शिखरै हो नि कहाँको 12 सिङ्गे शिखर 12 सिङ्गे लिएर जस्तो फेरि शिखर हिमाल चढ्नु पर्ने भयो होइन गाइज त अब हिमाल चढ्छु है मेरो चाहिँ यो त औडै तिर्छ अब यो खानुपर्ने हुन्छ मेरो चाहिँ यस्तै भयो अब सुत्यो उठ्यो खायो फेरि सुत्ने हो फेरि खाने हो बेड चाहिँ रिजर्भ गर्नुपर्छ अरू कुरा के होइन बेड चाहिँदैन ओछ्यान के त्यो ओछ्याउने र ओढ्ने मात्रै भयो हुन्छ क्या हामीलाई
दुईजना साला भेना एक ठाउँ गएर पोको पारौँला नि के छ र ल थ्याङ्क यू भेरी मच ल सालो चोर्दैछु कि ढोका लाउनु पर्ने हो सालो निकाल्दैछ है सालो निकाल्दैछ ए खमन सालो रेड बुल 2टा निकाल गोजीमा हाल 3टा अट्छ नि 3टा पनि हाल हो एउटा बियर म हाल्छु 2टालाई हामीलाई पुग्ने गरेर उता साइडमा गएर खानुपर्ने हुन्छ आज चाहिँ हामी चोर्न आएको है चोर्न घर धनीलाई बोकेर जानुपर्छ हामी चोर्न आएको है चोर्न सालो माथिले जाउँ न काकालाई पनि लाने लिएर हाल्छु कि म काका राख्नु त मैले हो केही हुँदैन के काका राख्नु त मैले हो गोजीमा राख्नु नि तल प्यान्ट ओइ यसले त के दिएको त सालो त मलाई यो गोजीमा राख्नु नि यहाँ म लिएर आउँछु सालो चाँडो ल होइन सालो त्यो चाहिँ राख न सालो मा कसम भरिदियो मलाई त सालो चाँडो ल सालो चाहिँ भरिदियो गाइज है गोजीभरि बोकेर बसिरहेको छु म चाहिँ काका घरमा खा काकाकै अब चोरेको छ काकालाई बोलाउनु गएको छ अब यस्तो के गर्ने माथिबाट मान्छे आइसकेको छ है अब औडा लाग्नु थालिसक्यो साइडमा बस्नुपर्ने हुन्छ है स्ट्यान्ड बाई पोजिसनमा बसिरहेको छु म चाहिँ काका मलाई त 9-10वटा बोकेर बसिरहेको छु म चोरु हेर्दा सब लुगाएर ल्याएको छ नि स्टोर रुमबाट काका नरिसाउनु ल कहाँबाट ल्यायो यो स्टोर रुमबाट बोकेको छ्यामालाई एउटा झिक्छु भने यत्रो झिक्छु यो रेड बुल कसले हान्छ यस्ता हामी मिसाउनुला 12 सिङ्गे एउटा मात्रै त 12 रेड बुल मिसाउने कहाँ एउटा 2टा छ लाउड मेरो खाना लाग्दैन ऊ यहाँ माथि बसेर खानु ला अब त्यहाँ देख्यो भने अलिकति गाह्रो हुन्छ अनि मलाई गाह्रो हुन्छ नि काका त्यही भएर ल काका काका लिएर जानु भयो ए हाम्रो काका आउनु भइसकेको छ हामी त चोरेर आएको है मैले त प्याकेट बोकेर बसिरहेको कसम यहीँ हुन्छ जसलाई है यति भन्दा माथि नजाउँ ल अब यहीँ खानुपर्ने हुन्छ ल निकाल न यहाँ एउटा छ तिमीले त मलाई रेड बुलको भारी दिएछ त अझै यहाँ एउटा पनि छ रेड बुल मिसाउने रे भेनाले अनि यहाँ पनि छ गुड मर्निङ गाइज गुड मर्निङ हामी चाहिँ उठिसकेको छ है अब चाहिँ घर जानुपर्ने हुन्छ नाइटको केही पनि देखाउन पाएन अब राति अलि ठिक्क भएको थियो ज्वाइँहरू हो नि त हल्का हल्का त दिनै पऱ्यो अब चाहिँ घर जानुपर्ने हुन्छ एकछिन बसेर यहाँ उनीहरू पनि उठिसकेको छ बेबी रे चिज गर्दैछ चिज ल आउनु बेलुन दिन्छ उसलाई अब बेलुन दिनुपर्ने हुन्छ अब यहाँ निस्किनु पर्ने हुन्छ निस्किसकेपछि सिधै घर पुगेर यहाँ चितवनमा घुम्न गयो भने चितवनको सिन देखाउनु छ ओके थ्याङ्क यू बाई बाई त फाइनल गाइज हामी चाहिँ निस्किनु पर्ने हुन्छ अब चाहिँ हामी अब निस्किनु पर्ने हुन्छ हेटौडाको लागि फेरि हेटौडा जानुपर्ने हुन्छ हेटौडा जानु लागेको छ हामी अनि हेटौडामा अब पुगेपछि फेरि भोलि पर्सि डान्स कम्पिटिसन छ अरे डान्स कम्पिटिसन सघाउनै पऱ्यो अब त्यो डान्स कम्पिटिसनलाई यस्तो डान्स गर्नु पर्ला गएर स्कुल जानु पर्ला ल गाइज गोर्खाको टुर पनि सिद्धि है मेरो ओके बाई बाई गाइज सी यू अन नेक्स्ट ब्लग डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल ओके ओके यहाँबाट नि अलिक ढिलै छोडिदिनु भयो अब फेरि अझ मामा बिदाई भनेर तल गर्नु बाँकी नै छ त्यो भएपछि मात्र हुन्छ होला सायद अब यहाँ बाइक फेरि अन पनि भन्दैन चिसोले भेटेर होला होइन गाह्रो छ मलाई गाह्रो यस्तो बाटो चढेर आएको छ हामी यो बाटो फेरि हिजो मैले कम्ती पनि 12चोटि आउँदा गऱ्यो होला सामान ल्याउँदै आउँदै सामान लिनलाई सिधै गोर्खा बजार पुग्नुपर्ने रहेछ तल पुग्नुपर्ने छ भयो
हेर्ने नि बिदाई गरेर म जाने होइन त हाम्रो नि ए थ्याङ्क यू भेरी मच हेलो गाइज वेलकम मेरो साथीलाई वेलकम छ मेरो च्यानलमा यस यहाँ आएर भन्नु न यहाँ आएर भन्नु ल ल भन्नु त खै भनेको यता आएर भन्नु ल छिटो फास्ट गो ए ओके मैले आयो ल छ्यामा ल यो सबै खुल्लै खुल्ला छ ओके बाई 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 ल त ल त काका मम्मी ल हामी गयो ल काका लाग्छु राम्रो बस्नु ल भ्याउने बेला भेटौँला एकचोटि काठमाडौँ जाने कि हामी हेटौडा ल ल ल ल बाई गरिदियो अब बाई ल ल मामा लाग्छ है